अब सबभन्दा पहिले यो पस्ने ठाउँ हगि त्यो निस्किने ठाउँ कुनै पनि चिज भुइँभित्र दुलो पार्दा सिधा जानुपर्ने नि त। यो चाहिँ स्केलमा छ, यो सिधा जानुपर्ने नि त। छोटो त यो हुन्छ नि, किन घुमायौँ त? हामीले घुमाएको छौँ हगि। पहिले यो 2.45 किलोमिटर हुन्थ्यो, यो घुमाएर अब 2.6 350 मिटर जति हामीले चाहिँ लम्ब्यायौँ। त्यो लम्ब्याउनुको कारण चाहिँ टनेलको पैसा घटाउनलाई। हेर्नुहोस् है, पहिले अब कुरो उल्टो भयो नि त, होइन होइन। यो घुमाएर लगाएको छौँ। के हुन्छ भने टनेलको मेन खर्च चाहिँ यसमा हुने कस्तो टाइपको रकबाट, कति कडा रकबाट जान्छ। जति कडा रक हो जति त्यो चाहिँ टनेल बनाउन सजिलो, सहज र थोरै समय लाग्छ। जति लुज रक हो, हामीले चाहिँ सोच्दा त उल्टो हुन्छ नि, लुज भए त खुरुखुरु खन्थ्यो नि, होइन। त्यो चाहिँ लुज रकमा चाहिँ के हुन्छ भनेदेखि चाहिँ त्यति नै गाह्रो हुन्छ, किनभने जुन बेला पनि त्यसलाई एक्स्ट्रा सपोर्ट दिनुपर्छ। सपोर्टको कारणले गर्दा त्यो एउटा भयो। अब यसमा यो सिस्ने खोला पहिले यहाँ थियो, होइन। यो एक्जिस्टिङ त्रिभुवन राजपथ भयो। यहाँबाट चाहिँ अब पहिले के छ भने यहाँ अलिकति बाङ्गो देख्नु छ, यो हाम्रो इभ्याकुएसन टनल अथवा रेस्क्यु टनल हो। यो मेन टनल हो। जति पनि भेहिकलहरू, ट्राफिकहरू मेन टनलबाटै आउने जाने गर्छन्। यो चाहिँ रेस्क्यु पर्पसले मात्रै बनाएको। यहाँनिर हेर्नुहुन्छ, यो चाहिँ 30 मिटर छ। यहाँनिर हेर्नुहुन्छ भने के भने यहाँ गहिरो, पहिले अब यो जग्गा सुरुको खोला एकदम गहिरो थियो। यहाँबाट खन्न सुरु गर्न हामीलाई गाह्रो भयो, जान नसकेर यहाँबाट खन्यौँ, अलिकति पुरेर ल्याएर यहाँबाट खन्न सुरु गरेर अनि अगाडि गएर यहाँ पुगेर यहाँबाट फेरि ब्याक भित्रबाट खोतालेर बाहिर निस्केको हो क्या। यो बाहिरबाट सुरु गरेको होइन। हामीले सानो टनल चाहिँ यहाँबाट सुरु गऱ्यौँ, यहाँ पुग्यौँ, यहाँबाट यता खन्न थाल्यौँ, अनि यता पनि अगाडि बढ्यौँ, यता पनि अगाडि बढ्यौँ र यता साइडबाट पनि खन्दै लग्यौँ। यसरी दुवै साइडबाट एक आपसमा खन्दै लग्यौँ। अब यसरी कर्ब पनि छ, होइन, भित्र अँध्यारो छ। यो पोइन्टबाट यो पोइन्ट निस्किँदा चाहिँ 91 मिटर माथि आउँछ, होइन। भनेपछि यहाँबाट तपाईँले छिर्नुभयो, त्यहाँबाट छिर्नु भएको छ, त्यो दुईवटा कसरी पोइन्टमा ठ्याक्कै मिल्नु पऱ्यो त? त्यो त ठुलो विषय हो नि त। कसरी तपाईँ हेटौँडा पुग्नुहुन्छ कि तपाईँ नुवाकोट पुग्नुहुन्छ थाहा छैन, होइन। 1 मिटर फरक पर्यो, 1 सेकेन्ड फरक पर्यो भनेदेखि त यो त यहाँ त जुट्दैन। कति गाह्रो हुन्छ। हामीलाई पनि डर लाग्थ्यो। अब हामी त अब हिसाबबाट निकाल्ने हो, थ्योरिटिकल्ली हिसाब गरेर निकाल्ने हो। हाम्रो इक्विपमेन्ट जसरी तपाईँले यो इक्विपमेन्ट युज गर्नुहुन्छ त्यसमा भर परेर मैले जानेर मात्रै भएन, मेरो इक्विपमेन्टले पनि त काम गर्नु पऱ्यो नि त, होइन। त्यति सर्वे गर्ने इक्विपमेन्टहरू राख्नु पऱ्यो, स्पेसल इक्विपमेन्टहरू ल्याएर हामीले गऱ्यौँ। हामीलाई त भित्र निष्पट्ट अँध्यारो छ। तपाईँलाई त उत्तर कता हो दक्षिण कता हो केही पनि थाहा छैन, तर तपाईँलाई त्यही पोइन्टमा जानु पऱ्यो। अनि लास्टमा दुवै साइडमा गरेर यो पोइन्टमा हामीले ब्रेक थ्रु गऱ्यौँ। ब्रेक थ्रु गर्दाखेरि जम्मा 5-7 सेन्टिमिटरमा हामीले सेन्टर पोइन्ट मिल्यो। भनेपछि यो चाहिँ हाम्रो प्रविधिलाई कति हामीले रिलायबिलिटी लिने, कति भर पर्ने, हाम्रो त्यो चाहिँ हाम्रो पनि जाँच हो क्या। हामीले, होइन, माउन्ट एभरेस्टको हाइट 8837 मिटर, कति 48 मिटर त कसैले नापेको त होइन नि, हिसाब गरेर मात्रै त्यहाँ गएको छ नि, होइन। हिसाब गरेर मात्रै निकालेको। त्यस्तै हो, पहिला हामीले हिसाब गरेर गयौँ अनि त्यसपछि निकाल्यौँ। यी 7वटा ढोका भनेको यी हुन्। यसबाट रेस्क्यु हुन्छ। यसको दुवै साइडमा कन्ट्रोल रुममा यहाँ घरहरू बनेका छन्, कन्ट्रोल रुम हो। त्यो कन्ट्रोल रुमबाट चाहिँ यो भित्रको सबै एक्टिभिटिज हामीले मोनिटर गरिराख्छौँ र त्यसबाट चाहिँ हामीले सबै 24 घन्टा हामीले मोनिटर गरेर अनि अगाडिको कन्ट्रोल गर्छौँ। यो एकदमै यसमा सेफ्टीसँग इम्पोर्टेन्ट छ। यसमा चाहिँ 24 घन्टा यो चल्नुपर्ने भएको कारणले गर्दाखेरि सिफ्टमा हामीले मान्छे राख्नुपर्छ। 3-3वटा सिफ्ट, 8-8 घन्टाको सिफ्टमा राख्नुपर्ने भएकोले चाहिँ तब अलग अलग मान्छेले आफ्नो काम। अब यसमा टोलको बुथको कुरा पनि राखिएको छ। अहिले त मैले एउटा क्वेसन पनि सोध्नु भएको थियो, मैले एन्सर दिनु बिर्सेँ, होइन। टोल बुथमा चाहिँ अब पैसा कति राख्नेदेखि लिएर सबै चिज हिसाब गर्नु पऱ्यो। त्यो टोल लिने सिस्टम पनि मान्छे राख्नु पऱ्यो फेरि यस्तो ठाउँमा, होइन। त्यसलाई अटोमेटिकल्ली ब्याङ्कमा गएर डिपोजिट हुने सिस्टम हामीले अटोमेटिक पनि अहिले राख्दैछौँ। RFID भन्ने चलन हुन्छ। ती सबै चिज अहिले हामीले इन्स्टल गर्दैछौँ। त्यसले गर्दाखेरि त्यो चिज सिक्न जान्नलाई पनि सर्भिस प्रोभाइडर जुन हामीले अर्को जुन सञ्चालन गर्ने ग्रुप आउँछ त्यसको लागि हामीले चाहिँ
टाइम लाग्छ सिक्नको लागि भन्ने छ। मोटामोटी यो हाम्रो टनेल भयो। टनेलको अलावा पनि हामीले पूर्व साइडमा 2.5 किलोमिटरको नयाँ बाटो बनाएको छौँ, ड्रेनेजहरू बनाएका छौँ, ड्रेनेज स्ट्रक्चरहरूको पुल पुलेसाहरू। त्यसपछि अहिलेको एक्जिस्टिङ बलम्बु भन्ने ठाउँमा किसिपिडी भन्ने चलन छ, त्यो ठाउँमा चाहिँ फ्लाइओभर बनाइएको छ। त्यो फ्लाइओभर पनि के हो भनेदेखि चाहिँ सबभन्दा यो नेपालमै सुरु गर्दा हाम्रो पहिलो फ्लाइओभर हो। अहिले आजकल धेरै चर्चामा आएको ग्वारको फ्लाइओभर पनि छ, त्यो पनि निकट भविष्यमा सकिन आँटेको छ। हाम्रो फ्लाइओभर र त्यो फ्लाइओभरमा चाहिँ के फरक छ भने त्यो फ्लाइओभर चाहिँ पूर्वबाट गएर पश्चिमतिरै जान्छ, हाम्रोमा चाहिँ पूर्वबाट गएर उत्तरतिर जान्छ, घुम्छ त्यसरी होइन। र उहाँहरूको चाहिँ कङ्क्रिटको फ्लाइओभर हो, हाम्रो चाहिँ बेसिकल्ली स्टिलको फ्लाइओभर हो र त्यसरी बनाएको छ। हाम्रो फ्लाइओभरमा चाहिँ हामीले किन फ्लाइओभर हामीले राखेको भनेदेखि चाहिँ यो बेसिकली इन्टरसेक्सन भन्छ यस्तोलाई, दुईवटा एउटा अब टनेलबाट जाने बाटो र अहिलेको बाटोमा जोड्नु पर्ने भएकोले त्यहाँ जोड्दाखेरि चाहिँ ट्राफिकलाई कन्फ्युजन हुन्छ। त्यसले गर्दाखेरि ट्राफिक पुलिस राख्नुपर्छ। यसरी फ्लाइओभर बनाउँदा चाहिँ लेभल डिफरेन्स भएको कारणले गर्दा उताबाट आउने काठमाडौँबाट टनेलमा जाने चाहिँ फ्लाइओभरबाट जाने भएकोले त्यहाँ ट्राफिक पुलिस चाहिँदैन, आफ्नो आफ्नो लेनबाट जान्छन्। अब ट्राफिक पुलिसको कुरा गर्दाखेरि मेरो घर त सातो बाटोमा छ, त्यहाँ सातो बाटोमा 10 जना ट्राफिक पुलिस बस्नुहुन्छ करिब। एकजनाले अब 40,000 खाँदा पनि 4 लाख रुपियाँ महिनाको तलब जान्छ, वर्षको 50 लाख जान्छ। काठमाडौँमा 100वटा त्यस्ता छन् चोक भनेपछि 50 लाख इन्टु 100 हेर्नुहोस् त कति पैसा जान्छ। जबकि त्यहाँ सिम्पल एउटा बत्तीको व्यवस्था गर्यो भनेदेखि धेरै थोरै पैसामा हुन्छ। मतलब यो यसरी यो ट्राफिकहरू मेन्टेन गर्नलाई अरू देशमा पुलिसहरू बसेको हामी देख्दैनौँ। हामी चाहिँ अलिकति खै किन भइरहेको छैन। तपाईँहरूले पनि यो बारेमा अलिक बढी नै लेखिदिनुपर्छ, किनभने यो बहुत पर्टिनेन्ट बहुत इम्पोर्टेन्ट इस्यु छ अहिले होइन। किनभने त्यसै फोकटमा हाम्रो पैसा गइरहेको छ अघि। अब इत्यादि कुरा हुन्। अहिले म यति भन्दै तपाईँहरूलाई टुङ्ग्याउँछु। हस्, धन्यवाद। हो, म सातो बाटो